भनिन्छ भगवानको मन्दिरमा जानको लागि इच्छा गर्नुपर्दछ। त्यसपछि भगवान आफैले समय मिलाएर बोलाउनुहुन्छ। भने जस्तै मलाई पनि यहाँ पुग्न धेरै समय अघिदेखि नै मनमा चाहना थियो। यही अनुरूप अब मलाई यो समय उपयुक्त भएर दर्शन गर्ने मौका मिल्यो। सोचेको राम्रो राम्रो जति शुभ शुभ होस्। शरीर गलेर पुगिएको गन्तव्य जहाँ पुग्दा लाग्दथ्यो स्वर्गको एक कुनामा म आइपुगेँ भन्ने। साँच्चै स्वर्गभन्दा कमी नभएको यस स्थानमा जो कोही आउँदा पनि सजिलै स्वर्गको आवाज अनुभव गर्न सक्दछ। यहाँको चिसो हिमालको हावा, यहाँबाट वरिपरि देखिने दृश्य, यस जङ्गलको बास्नाले पनि जो कोहीलाई लट्ठ बनाउन पर्याप्त हुनेछ। धेरै समयपछिको सोचाइ अनुसारको आज मेरो यात्रा सुरु हुँदैछ। जसको लागि म सँगसँगै मेरो एकजना साथी पनि सहभागी भएर जाँदैछ। ल भाइ ल गयो यार है ल अब हाम्रो यात्रा रौतहट जिल्लाको चन्द्रनिगापुर हुँदै मकवानपुर जिल्लाको हेटौडातर्फ हुनेछ, जसका लागि हामीले केही साना सहरहरू र 3 जिल्लालाई छुनेछौँ। अहिले हामी ठ्याक्कै आइपुगेका छौँ लेन डाँडा भन्ने ठाउँमा। यसो लेन डाँडा हो। अब पछाडि हामी जाने बाटो पनि त्यहाँदेखि देख्न सकिन्छ। ल अब हाम्रो यात्रा सुरु हुँदैछ। लटरडेमोसरको लागि हामी उकालो चढिसक्यौँ। के हो यार, यति चढ्दा त फ्याँ हुन्छ। कस्तो माथि चढ्न कस्तो होला यार, धेरै पो नहिँड्ने उकालो यार। पुरै जाडो होला भने सोचेर साला सब लुगा लिएर आएको महाकडक्स। पुरै गर्मी छ त यार। बिसो त यार लट्ठी पनि बोकिनुहोस्। सुइने जस्तो यार। मेरो त खुट्टा दुख्न थाल्छ यार। के हो यो, भर्खरै सुरु हुँदैछ। सुरु हुँदा अन्त हुन थाल्यो क्या यार। मेरो त यार यात्रा हिँड्नलाई 3 दिनचोटि कालिम्पोङ डाँडा हिँडेर चढ्ने मान्छे म यो यार। त्यति चढ्यो, अहिले यो लगभग 50 सिडी जति चढ्यो होला। त्यही पनि थाकिसक्यो, पुरै फ्याँ भइसक्यो। यस्तो पाराले त के चढ्यो होला यार माथिसम्म। डाँडा हेऱ्यो नि यस्तो डेन्जर छ, पुरै भिरपाखा। पुरै सिधै स्ट्रेट उकालो छ यार। विशु के भयो तँलाई यार? त पनि थाकिस्? लोत गाह्रो भयो त्यहाँ हिँड्ने बानी नभएर यार। जाने ल हामी फाइनली आइपुग्न थाल्यौँ। अब 10-15 मिनटको बाटो रहेछ यहाँबाट है। अब यहाँबाट चाहिँ सम्म बाटो रहेछ। अघि उकालो हिँड्दा पुरै पसिन भएको थियो। अब चाहिँ बल्ल मन्दिर आएको जस्तो भाइब्स हुन थाल्यो है। स्ट्रेट बाटो छ। अब चाहिँ हामी जाँदैछौँ, नजिकै पुगिसक्यौँ। हामी मुनिबाट लगभग 7:30 बजीतिर हिँडेको थियौँ उसबाट। अनि त्यहाँ उकालो चढ्ने बेलामा 8 जति बजेको थियो।
अहिले हामी 10 बज्न थाल्यो होला सायद 10 बजेको बेलामा लगभग मन्दिर छेउछाउ आइसक्यौँ कताबाट बाटो यार कतिवटा पसलहरू पनि रहेछ अलिअलि है सामान किन्नको लागि पनि व्यवस्थाहरू छ धुपहरू हामीले लिइसक्यो हजुर धन्यवाद सोध्नु भएकोमा पुरै बास्ना आएको छ त मजाले सेलरोटीको यता सेलरोटी बनाउँदै हुनुहुन्छ है मजाले बास्ना आइरहेछ अहिले चाख्नुपर्छ अहिले फर्किँदा विशेष समग्रमा कस्तो अनुभव भयो त समग्रमा कस्तो अनुभव भयो त तेरो यतिसम्म आइपुग्दा समग्रमा कस्तो अनुभव भयो भने समग्रमा कस्तो अनुभव भयो भने समूहमा भने होइन उसलाई ठिक छ त त्यही त होइन यत्रो दुःख गरेर आएको यहाँ मान्छेहरू जसले जे गर्यो भने होइन बिना काममा त्यत्तिकै आउँथेन होला होइन भगवान्लाई सम्झेर आएको भने होइन यति टाढा होइन त्यो बाटोमा कुरा गरेर थियो मान्छेहरू होइन भगवान् भएर मात्र आएको नत्र आउने दिनुहुन्थ्यो होइन त्यही त त्यहाँबाट ड्रोन सट चाहिँ बवाल आउँछ यार ल यो हो नि त बाटो यार यही त हो नि भाइरल भएको बाटो दुईतिर रेलिङ रहेछ है ठ्याक्कै बिचको डाँडाबाट हिँडेछौँ हामी दुईतिर नै पुरै भिरालो जमिन छ बाटो चाहिँ खत्रै रहेछ यस्तै छ ल यत्रो उकालो ओह्रालो गर्दा गर्दै हामी चाहिँ फाइनली लटरम्मेश्वर महादेवमा आइसक्यौँ है त्यो डाँडा पारिबाट आएको हामी स्यास्या भइरहेछ यहाँ पुरै पसिना भइसक्यो मजाले घाम लागिरहेछ है गर्मी पो छ यार जाडो होला नि सोचेको त तपाईँ चाहिँ यहाँको माता हो लटरम्मेश्वर महादेवको भक्त घन्टी बजाइदिउँ लटरम्मेश्वरबाट जय लटरम्मेश्वर महादेवको भक्त भगवानको दासी हामी तपाईँहरू जस्तै हो तपाईँहरूभन्दा अलि सच्चा भक्त त्यागी भक्त हामी चाहिँ त्याग्न सकेनौँ अनि भगवान महादेवको नाता त कहाँ होला महादेवको नाता बाबा नाता आमा परम पिता परमेश्वर देवादी देवता भोलानाथ लटरम्मेश्वर महादेव सोचेको राम्रो जति शुभ होस् नराम्रो ल जय होस् होइन सबैको जय होस् ल लटरम्मेश्वर महादेवमा पनि फाइनली आइपुग्यो हाम्रो लटरम्मेश्वर महादेवको दर्शन यात्रा सफल भइसकेको छ है अब हामी
फर्किँदैछौँ। अब ओह्रालो झर्नी छ, अघि आउँदाखेरि चाहिँ पुरै उकालो उकालो थियो डेन्जर, अब चाहिँ ओह्रालो ओह्रालो छ बाटो। अब हिँड्न पनि सहिलो भइरहेको छ, अघि जस्तो भएको छैन। अब चाहिँ ठिक छ बाटो, अगाडि अगाडि बिस्सु लागिरहेको छ है। बाटो चाहिँ यस्तै हो, डाँडा डाँडा देखाएको छ, देखिन चाहिँ